हृदय खोलेर नाच्नु आवाज हरेलो बजार पानीको व्यापार सुपारी सस्तो छ। हजुरको आँखामा आउँदैछ कि हेर्दै जानुहोस् हामीले कति पाप गऱ्यौँ, कति हामी निर्दय छौँ, कति पापी छौँ नि। सञ्चालन गरी यहाँका सम्पूर्ण बिरामीहरूलाई निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनु भएकोमा तपाईको कार्यको उच्च सम्मान गर्दै 7 दिवसीय आमस स्वास्थ्य शिविरका सम्पूर्ण टिमलाई यस कुमाई गाउँपालिका 4 नং वडा कार्यालयको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ। सञ्चालन गरी यहाँका सम्पूर्ण बिरामीहरूलाई निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनु भएकोमा तपाईको कार्यको उच्च सम्मान गर्दै 7 दिवसीय आमस स्वास्थ्य शिविरका सम्पूर्ण टिमलाई यस कुमाई गाउँपालिका 4 नং वडा कार्यालयको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ। भगेन्द्र कुमार सम्मानफे वडा अध्यक्ष। यो प्रशंसा पत्रलाई लिइदिनु हुनको लागि परिवर्तन संघ पाँचथरका अध्यक्ष टेकेन्द्र लिम्बुज्यूलाई लिइदिनु हुन र यसलाई प्रदान गरिदिनु हुन कुमाई गाउँपालिका 4 नং वडा सदस्य छविलाल खजुमज्यूलाई म हार्दिक अनुरोध गर्न चाहँदै म पनि तिलकेनी आर्य विद्यालयका प्रधानाध्यापक लाल अन्जान सम्मानले पनि यहाँबाट बिदा हुन चाहन्छु। नमस्कार, सेवा, जय प्रेम। बाबा मम्मीहरू जाँदा जाँदै हामीसँग गुरुहरुको फोटो खिच्न लाग्यो। नलजाऊ नै, हामी ध्यानमा जाँदैछौँ। हृदय खोलेर नाच्नु आवाज हरेलो बजार पानीको व्यापार सुपारी सस्तो छ। हरेलो बजार पानीको व्यापार सुपारी सस्तो छ। नाच्नु पर्यो। आउँदैछ कि हेर्दै जानुहोस् हामीले कति पाप गऱ्यौँ, कति हामी निर्दय छौँ, कति पापी छौँ नि। आमा बाबा, यो निर्दय मानिसहरू आज यो दुनियाँमा छौँ। हामी आफूलाई निहालौँ, हामी कति धेरै नराम्रो कर्महरू गऱ्यौँ। हामीले थुक्का बन्यौँ, शराब गऱ्यौँ, गलिश्रावण गऱ्यौँ, सारा आँखामा आइरहेको छ। हे भगवान, हाम्रो सारा पापहरूलाई क्षमा होस् भनेर भगवानलाई हजुरले बिन्ती चढाउनु आवाज। आजदेखि म असल बन्नेछु, मैले प्राणीलाई मार्ने छैन। आमा बाबा, हामी कति निर्दय छौँ नि, कति निर्दय छौँ। हेर्दै जानुहोस् है, आँखामा के आउँदैछ। संसारबाट विदा भइरहेको बाजे बजूहरू पाउँदैछ कि केही भन्न पो खोजिरहनु भएको छ कि? हेर्दै जानुहोस् है, हेर्दै जानुहोस् कहाँ पुग्नु भयो। हजुर आनन्दको ठाउँमा प्राणीहरू सबै पुग्नुहुन्छ कि? हेर्दै जाउँ प्रिय आमा बाबा। एकचोटि हजुरले आफ्नो आमा, आफ्नो बाबा जसले जन्म दिनुभयो उहाँहरूलाई हृदयमा ल्याउनुहोस्, आँखामा ल्याउनुहोस्। मेरो बाबा, मेरो आमा, मेरो जिउँदो भगवान हो। युवाहरूले सम्झिनुहोस् त, मेरो बाबा, मेरो आमा, मेरो आमाले 9 महिना गर्भमा राखेर जन्म दिनुभयो, हुर्काउनु भयो, पढाउनु भयो। रातको 12 बजे पनि किन नहोस् उठेर खाना खुवाउनु भयो, दुध पिलाउनु भयो, मलाई हुर्काउनु भयो, पढाउनु भयो, बोली बत्तो गरेर मलाई पाल्नु भयो, खाना खुवाउनु भयो। तर मैले आमाले भनेको मानिन। मेरो आमालाई साह्रै जवाफ लाग्यो।
आमाको जो इच्छा थियो मैले त्यो पुरा गर्न सकिनँ। मैले रङ्गाएँ मेरो आमालाई। मेरो आमा हजुरले याद छ आमाले कति धेरै माया गरेको थियो, तर उल्टे हामीले गाली गर्यौँ, आमा बाबालाई धोका दियौँ। त्यो दिनहरू हजुरले सम्झिनुहोस् त कि हजुरलाई रुनु मन पर्दैन। मेरो भगवानलाई मैले कति चाहिँ दुःख दिएँ होला, कति मैले समस्यामा पारेँ होला। मलाई हुर्काउनु भयो, पढाउनु भयो, आफ्नो खुट्टामा उभाउने बनाउनु भयो, तर मैले उल्टै रङ्गाएँ, भनेको मानेन, धोका दिएँ। प्रिय आमा बाबा आफ्नो आमालाई याद गर्नुहोस्। मेरो आमा मेरो बाबा, म कति धेरै पापी रहेछु, कति धेरै निर्दय रहेछु। मैले हजुरको वचनहरू मानेन, पश्चाताप गर्नुहोस्, रुनु मन पर्यो रुऔँ यति बेला। प्रिय आमा बाबा हामी सके सेवा गरौँ, नसके कसैलाई पनि दुःख नदिउँ। आजको दिनबाट हजुरको भगवान हजुरको देवी देवतालाई यही सङ्कल्प चढाउनुहोस्, बिन्ती चढाउन आवाज। हजुरको आँखामा यो संसारबाट विदा भइरहेको आफ्नो आफन्तजन बाजे बज्यूहरू आफन्तजनहरू पढाउँदैछ कि कोही छोराछोरी पनि यो संसारबाट विदा भइरहेका थिए। उहाँहरू बोल्न पचाउनु भएको छ कि हेर्नुहोस् त हजुरले के देख्दै हुनुहुन्छ। पशु प्राणीहरूलाई पनि मान गर्दैछु। आजदेखि म त्यसो गर्दिनँ।
राम्रो संकल्प गरेर हजुरहरू अब ध्यानबाट फर्किनुहुनेछ। भगवानले हामीलाई आशीर्वाद दिएको छ। आज हाम्रो सबैको शिर सगरमाथा हिमाल जस्तै अटल शिर ठाडो हुनेछ। आजदेखि हाम्रो स्वास्थ्यहरू जुग जस्तै हराभरा हुनेछ। पिपल जस्तै हजुरको आयु लम्बिएर जानेछ। आजदेखि यही भगवानलाई बिन्ती चढाउँदै हजुरहरू जहाँ जहाँ पुग्नु भएको थियो अब हामी फर्किनेछौँ। हाम्रो हातहरू आकाशतिर थियो भने बिस्तारै धरतीतिर झर्दैछ झर्दैछ झर्दैछ। हातहरू आकाशबाट भुइँतिर झर्दैछ झर्दैछ। बिस्तारै हजुरहरू फर्किनुहोस् जहाँ पुग्नु भएको थियो। हाम्रो आयु लामो हुनेछ। आजदेखि कसैलाई पनि धोका दिने छैनौँ, ढाँट्ने छैनौँ, कसैलाई पनि प्राणीहरूलाई मार्ने छैनौँ। असल हुनेछौँ। आमा बाबा यो धरतीमा हामी धेरै समय रहँदैनौँ है। अब हजुर बिस्तारै आँखा चिम्मा गरेर हामी ध्यानमै छौँ। यति बेला हजुरको म अब सामूहिक हजुरलाई औरा पठाउने छु। बिस्तारै भुइँमा बस्नुहुनेछ पलेटी कसेर आँखा चिम्मा गरेर भुइँमा रहनुहुनेछ। पलेटी कसौँ सबैले। हाम्रो ध्यान सकेको छैन है। मजाले भुइँमै बस्नुहोस्। पलेटी कसेर भुइँबाट पनि युनिभर्सल औरा आउनेछ। बसिदिनु हवस् ल भुइँमा। आँखा चिम्मा गर्नुहोस्। हजुरको शिरमा पानी अर्चिनेछौँ। अब हामी हाम्रो प्रमुखज्यू अगाडि बढ्नुहुनेछ। हजुरको रोगहरूलाई सम्झेर बस्नुहोला। मेरो दशग्रहहरू सबै हरण भएर जाओस् भनेर बस्नु हवस्। मान्छेको जीवन कति छ जिउनु धरतीमा, कति छ हिँड्नु, कति छ हिँड्नु। यसर्थ हजुर हँसेर जियौँ, दुःख पीडालाई एक पल त हाँसौँ, एक पल त हाँसौँ। शरीरमा रोग छ, जीवनमा दुःखै छ। यो छोडी जीवनमा के आखिर त सबै व्यर्थै छ। है लक्ष्य